हेलो गाइज, आज म बनाउँछु केराको पातको टेन्ट अनि त्यसमा गर्छु नेक्स्ट पार्टमा ओभरनाइट सर्भाइभल च्यालेन्ज। यो छ हामीसँग ब्याम्बो अनि यता छ केराको पात अनि फटाफट पहिला हामीलाई स्ट्रक्चर बनाउनु पर्यो गाइज। फटाफट हामी स्ट्रक्चर बनाउँछौँ पहिला। फाइनली गाइज रेडी भइसकेको छ हाम्रो टेन्टको स्ट्रक्चर। यो छ हाम्रो टेन्टको स्ट्रक्चर। अब पात लगाउन बाँकी छ, फटाफट पात लगाउँछौँ गाइज। एउटा साइड पात लागिसकेको छ, अब अर्को साइड लगाउन बाँकी छ, त्यो पनि फटाफट लगाउँछु। दुवै साइड पात लगाइसकेको छु, अब पछाडि लगाउन बाँकी छ, फटाफट पछाडि पनि पात लगाउँछु गाइज। फाइनली गाइज पछाडि पनि पात लागिसक्यो, तपाईहरू हेर्न सक्नुहुन्छ पछाडि लागिसक्यो पात। फाइनली गाइज रेडी भइसक्यो हाम्रो बनेना लिफ हाउस टेन्ट।
अब म तपाईँहरूलाई भित्रबाट हेराउन गइरहेको छु। भित्रबाट यस्तो देखिरहेछ गाइज हाम्रो बनाना लिफ टेन्ट हाउस। यस्तो देखिन्छ हाम्रो केराको पातको टेन्ट अनि भित्रबाट यस्तो देखिरहेछ। योमा धेरै मेहनत लागेछ गाइज। लाइक सेयर अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला, किनकि धेरै मेहनत लागेछ। अनि आजको लागि यति नै। अब मिल्छौँ नेक्स्ट भिडियोमा।